ल गाइस, यो चाहिँ हाम्रोतिरको ठुलो किम्बु हो। अस्ति चाहिँ भक्कु थियो, अहिले त अब किम्बु पनि सकिँदै गयो। यो चाहिँ ठुलो किम्बु हो ल, ठुलो बढे। यो ठुलो चाहिँ त्यति मिठो हुँदैन कि, अमिलो अमिलो हुन्छ, सानो चाहिँ गुलियो हुन्छ, मिठो। अनि यो चाहिँ ठुलो खालको किम्बु हो। हेर्नु त गाइस, हेर्नु त हाम्रोतिर ठुलो खालको किम्बु यस्तो छ। के गर्नु, किम्बुको बोट त सबै भाँचाइहाले चाहिँ केटाकेटीहरूले, सबै भाँचेछ। भक्कु फलेको थियो यहाँ त, के अमिलो हुन्छ यो चाहिँ, त्यति गुलियो हुँदैन यो किम्बु चाहिँ। यस्तो पो हुन्छ र, किम्बु खाएपछि यस्तो हुन्छ। यतिको त हुनै पर्यो, यतिको चाहिँ हुनुपर्छ है किम्बु खाएपछि। यतिको चाहिँ, यतिको रातो चाहिँ हुनुपर्छ हातमा किम्बु खाएपछि। मकै खाएर सबै यसरी यस्तो पो त मकै खाएर चाहिँ भित्र सबै खाइरहेछ। देखो न गाइस, देखो न, देखो न गाइस, देखो न, देखो न गाइस, देखो न, मकै खाएर देखो न गाइस, देखो न, यस्तो भइरहेछ। बिचमा खान्छ ल, म देखाउँछु तपाईहरुलाई। देखो न गाइस, देखो न, नाना यस्तो पो भएको छ। अनि यस्तो बिचमा चाहिँ के खाएको नि, यस्तो बिचमा चाहिँ के खाएको अनि अचम्म सबै खाएछ बिचमा पनि। यसलाई पनि खाएको छ, यसलाई पनि खाएको छ, यसलाई 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 यसलाई। अब के गर्ने होला नि, सुगालाई त यस्तो खाएको छ। हे प्रभु, यस्तो खाएको छ, के गर्नु नि, के गर्नु। यसरी खाएछ मकै, सबै खाएछ।